ढिक्क बनाउनु भयो मेरो नि आउँछ है ऊ त्यो बनाएको देख्छु खानु पायो त्यसमै राम्रो बनाउँछ बेहुलाको बहिनी बेहुला यो त मेरो भ्लगमा आउँछ नि त हो न यो त कस्तो अनुभव भइरहेछ कि एकछिन अनुभव त एकदम झकास छ हजुर झकास छ कस्तो अनौठो लाग्दैन गतिलो छ बेहुला मामा के हो तपाईँ म त बाजे बाजे बेहुलाको बाजे बाजे बेहुलाको बुवा होइन तपाईँ छोराको बिहेमा कस्तो अनुभव भइरहेछ तपाईँ एकदम काहीँ त है खुसी लागेर चाहिँ गदगद भइरहेछ अरू बेहुलाको मामा हाम्रो बेहुलाको ज्वाइँ साहब सन्चै हुनुहुन्छ हाम्रो बेहुलाको मामा हेलो 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 सन्चै हुनुहुन्छ नि एकदम बिजी छु उहाँ चाहिँ जिग्री दोस्त हजुर ल ठिक छ जन्तीलाई खुवाउनु पर्ने जन्ती आउने भनेर भन्नु न चिकन के पाउँदै हुनुहुन्छ चिकन ओहो ठिक छ नि अबुई बसिएर आज जन्तीलाई पखाला चल्यो यार बेहुला त नि क्यामेराबाट नहट्ने भयो नि ल जान दोर्जीले आमा किन ओहो दाइ आमा यता हो ओहो ल आज झ्याप हुने भयो नि त ठिक छ दिए हो के हो रे नाच्नु अन्त जिल्लाको गर्छ त होइन नाच्दा हुन्छ नि त अनि कहाँ अहिले ससुर बाउ जस्तो सबभन्दा ठुलो मान्छे ल तपाईँ ससुर बाउ नाच्नु पऱ्यो नि त नि अब
हो यो नि त हो नि ठुला बडा हो नि ठुला बडा हो कि शान्तिको दाइको बिहे है मामा अनि भान्जा हो कि के हो तपाईँको भान्जाको बिहे हो कि के हो मेरो भान्साको बिहे भान्जाको बिहे है के छ सागर एकदम झ्यापन मुला के छ दाइको हल्कामा भतिजको बिहे होइन त नातिको बिहे हेरौँ न अनि भान्जाको बिहे होइन भान्जाको लागि यसो नाच्नु पर्छ सरी भतिजको बिहे हो कि के को बिहे तपाईँको भतिज पर्ने होइन के पर्ने मेरो नातिन चाहिँ नातिनी चाहिँ हो तपाईँको भान्जा चाहिँ हो क्या भान्जा कि भतिज हो भतिज पो पर्छ है ल ठिक छ भतिजको बिहेमा अब जन्तीलाई यो चाहिँ भाँडाकुँडाहरू है टन्नै छ खानुपर्छ आउने कुरो अहिले त कोही आएको छैन अब एकछिनमा ओहो के छ अनि शङ्कर एकदम ठिक छ दाइ के को बिहे हो दाइको बिहे दाइको बिहे है आमा परिवार मात्रै छ त सबैजना अहिले त ट्रोलीहरू यतामा छ त अनि टन्न यो त चिया बनाउँदै ए आम्मा कतिखेर आउनुभयो दिदी भर्खरै ए ए ल सन्तोष म किन आउनुहुन्छ ओहो अनि के छ दावा सर अरुण वरुण सन्चो हुनुहुन्छ नि एकदम ठिक छ है अरुण वरुण ल ठिक छ इन्जोय गर्नुहोस् ए ल अहिले चाहिँ एकछिन बेहुलाको बुवा आमा नमस्कार ल बेहुलाको बुवा है यहाँ चाहिँ बेहुलाको बुवा दाजुभाइ आमा भाइ है स्याडा दाजु ल बेहुलाको बुवा बेहुलाको मम्मी उहाँ चाहिँ बेहुलाको मम्मी हुनुहुन्छ यो चाहिँ युट्युबमा अब चाहिँ हेर्नु छोड्नु हुँदैन फेरि ए हस् है ओहो मामा के छ सन्चै बिहेमा आउनुभयो ल एक्लै आउनुभयो ल बिस्तारै लिनुहोस् ल बिस्तारै लिनुहोस् ओहो उहाँ चाहिँ हाम्रो बेहुलाको बुवाको सम्धी अब सन्चै हुनुहुन्छ दाइ ल ल ल त्यसो भित्र ए अहिले चाहिँ रेडी भएको हो एकदम म चाहिँ अघि पनि रेडी भएको रहेछ ठिक छ नि रोज त यो त धेरै दामी एउटा टेस्ट गर्नु लिन टेस्ट नगर्नु यो है एकदम टेस्ट गर्ने आम्मा चाख्नै नपर्ने खालको लाग्छ कस्तो अनुभव लिइराख्नु भएको छ बिहेको हिजोदेखि तपाईँले यार तपाईँ त हिजोदेखि नै हुनुहुन्छ होइन मलाई भन्नु एकदम रमाइलो यहाँ हिजोदेखि नै हो नि अस्तिदेखि हो नि कहाँ हिँड्थ्यो कजरका छ हजुर हजुर लास्टै मिठो भएछ अहिले चाहिँ यो पो जान्दैछु यो
अघिभन्दा त कता कता नि अहिले त अलिक नुन लागेको थिएन जन्ती पल्किन्छ नि आम्मामा यो त पाँचौँ हो नि के छ हाम्रो किचनको काम यो रातमा हो यो र यो रहेछ दुईटा रातमा बन्दै छ फेरि यो चाहिँ रातमा बन्नु लाग्यो यो त रागा रागा आम्मामा रागा ठुलो खसी यो चाहिँ ठुलो सिङ सानो सिङ भएको क्यासिङ भएको यहाँ छ त्योभन्दा सानो खुट्टा मात्रै भएको यहाँ छ सानो सिङ भएको चाहिँ हो आम्मामा यार के हो भएको चाहिँ यहाँ केही पनि खुट्टा नहुने खुट्टा टाउको केही नभएको हो देउलाको ज्वाइँ साहबले त आज पुरै अचार चाहिँ पल्काउने हुनुभयो क्या उहाँले कडा के कडा गाछमा लागि ए यसलाई नि मोल्ने काम गरेर कसले मोल्ने हो आफ्नो रहेछ नि त आफ्नो डिपार्टमेन्ट छ यहाँ आफ्नो त अलि लगभग अब इन्टरम्यान हुने बेला भयो अब त भान्जाको बिहेमा दाइलाई नि नाति हो भन्छ नाति पो हो पलाती देख्ने अब आगो त पलाती देख्ने भइहाल्यो नाति है आम्मा ल यो त उल्टै भयो त नि नभन्नु